हेलो 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 नमस्ते सम्पूर्णमा। आजको मौसम हेर्नु है, हाम्रोतिर कस्तो रमाइलो छ। कालो बादल लागिरहेछ, चिसो हावा चलिरहेछ। अनि मेरो छोरो चाहिँ बाहिर बाहिर पापा बाहिर, अनि बाबुलाई उठाएर बाहिर जानुभयो बाबुले घुमाउनको लागि। अनि म पनि गएँ पछि पछि। बिहान बिहान थियो, चिसो चिसो हावा रमाइलो लागिरहेको थियो। अनि म पनि गएर यसो फुलहरू फुले, यो कस्तो फुल कुन फुल हो थाहा छैन, तर घर अगाडि फुलिरहेको थियो। मैले पनि यसको भिडियो बनाइदिएँ। कस्तो राम्रो त है, कस्तो क्युट छ। अनि बाबा छोरा खेलिरहेको थियो, बाहिरै घुमिरहेको थियो। म पनि एकछिन बाहिर बसेर अनि आएँ भित्र। वाउ कस्तो राम्रो थियो, भित्र आउनै मन लागिरहेको थियो। अनि त्यो भित्र आएर चिया बनाएँ, चिया ब्रेड तताएँ। नास्ता त खानु पऱ्यो, भोक लागिरहेको थियो। अनि त्यत्तिकैमा बनाइवरी खाजा खाइवरी अनि म लागेँ आलुको भुजिया बनाउन। अनि आलुको भुजिया र पलरको भुजिया बनाउनु पऱ्यो र दाल भात सादा खानु पऱ्यो आज भनेर अनि पकाएपछि अब खाना खानु पऱ्यो नि होइन साथीहरू। ल खाना खान लागे, बाई बाई।